गरी सपना केही गर्ने पाखुरीमा जोस छ नाम कमाई गर्व गर्ने केही काम गर्नु छ गर त्यही सधैँ तिमी गर्ने जे मनमा छ अर्को पछि लाग्न छोड विश्वास तिमी भित्रै छ Kathmandu गरे आफै माथि विश्वास चाहनाले छुनेछ आकाश जिन्दगी यो हाम्रो एक दिन हाम्रै इशारामा चल्छ हुन्न भन्ने सोच्यो भने तिमी कहिले सक्दैनौ आँट मात्रै गर्यो भने तिमी कहिले रोकिन्नौ Kathmandu हेलो एन्ड नमस्ते फ्रेन्ड्स हरेक हप्ता चाहिँ स्वागत छ तपाईँलाई यस प्रोग्राममा म कैलाश म तपाईँकै अङ्किताको तर्फबाट प्रोग्राम हार्ट टु हार्टमा हजुर यो मुटुदेखि त्यो मुटुसम्म तपाईँहरूको आफ्नै प्रोग्राम जसमा तपाईँहरूले आफ्नो मनको कुराहरू पोख्न सक्नुहुन्छ त्यो एउटा भनाइ पनि छ नि दुःख बाँध्दा आधा हुन्छ भने खुसी बाँध्दा दोब्बर हुन्छ त्यसैले त्यही भनाइले सार्थक पार्न हामी तपाईँहरूको माझमा आएका छौँ तपाईँहरूको सुख दुःखको साथी बन्नु कैलाश अब सुरु गरिहाल्ने होइन त आजको पहिलो चिठी हामीलाई को साथीले पठाउनु भएको छ सुनाइहाल न अङ्किता कहाँ साथीहरूको चिठी पढिहाल्ने भनेको पहिला मेरो मनको कुरा त सुन तिम्रो मनको कुरा सुन्न मलाई इन्ट्रेस्ट भएको भए म यस्तो भ्याइ भाइ यहाँ स्टुडियोसम्म किन आउँथ्यो होला र कैलाश म यहाँ आउनुको मतलब हो मलाई तिम्रो होइन हाम्रो साथीहरूको मनको कुरा सुन्नु छ त्यसैले यताउतिको कुरा छाडी खुर्को चिठी पढ्नु सुरु गर त आज त मनै चसक्क हुने गरी भनिहाल्यो तर एउटा कुरा चाहिँ मैले भनिदिएको छु है हामी जस्तो केटा त हातमा दियो बालेर खोज्नु पनि पाइँदैन पछि फेरि कैलाश कैलाश भन्दै पछि लाग्नु चाहिँ नपरोस् मैले पहिल्यै भनेन भनेर चाहिँ नभन्नु नि अरे तिमी कहिले सुध्रिने भएन है सास सम्झेल आस भन्छ नि यार जोस ट्राई मार्न चाहिँ छोड्नुहुन्न क्या ल मार्दै बस्नु तिम्रो ट्राई तर अहिले चाहिँ कामको कुरा गरौँ होइन साथी काम कहाँ साथीहरूले पठाउनु भएको चिठी पढ्नलाई नि काम भनेर योभन्दा रमाइलो त मलाई के पनि लाग्दैन क्या त्यो त तिमी कोसँग बसेर पढ्दैछौ त्यसले पनि फरक पार्छ नि हामी जस्तो भएको ठाउँमा नरमाइलो त हुनै सक्दैन नि ल भयो मैले केही भनिनँ भन्दैमा जहिले पनि यही कुरा दोहोऱ्याइरहनु पर्छ त्यसो भने हामीलाई पनि तिम्रो नचाहिने कुरा सुनेर बस्न चाहिँ मन छैन त्यसैले अब यताउतिको कुरा छाडी खुर्को चिठी पढ्न सुरु गर त ल ठिकै छ नि त आज पहिलो चिठी तिमी नै पढ नि त ल त्यस्तै भन्छ भने पढ्नै पर्यो ल सुन आजको हामीलाई यो चिठी पठाउनु भएको छ हाम्रो ओखलढुङ्गाको एकजना साथीले उहाँको समस्या चाहिँ कस्तो रहेछ भने नि उहाँको आमा बाबुको 7 जना छोराछोरी मध्ये उहाँ चाहिँ सबभन्दा जेठो हुनुहुन्छ अरे त्यसमाथि उहाँको घरको आर्थिक स्थिति पनि त्यति राम्रो छैन अरे त्यही भएर पढ्ने एकदम रहर हुँदै पनि उहाँ चाहिँ स्कुल जान नपाउनु भएको रहेछ यही बसेर काम गर्दा हुँदैन किन जानु पर्यो सहर ए नकर दाइ गन त म पनि जान्छु के काठमाडौँ बाबु धेरै सानो छ दाइसँग सहर गएर के गर्ने बरु दाइले राम्रो काम पाउँछ धेरै पैसा कमाउँछ अनि बाबुलाई पनि बोलाउन आउँछ नि तर मलाई त पढ्न मन थियो मलाई थाहा छ काले काका सहर भइहाल्नुहुन्छ पढाउने कुरा गर्नुभएको छँदैछ के अरे किन चिन्ता गर्छस् यो सब म हेरिहाल्छु नि तपाईँ किन चिन्ता गर्नुहुन्छ अहिले पो न्याउ र मुख लगाएर बसिरहेछ दसैँमा हेर्नुहोस् नि हाँस्दै हाँस्दै आउँछ दाइ मलाई दसैँमा आउँदाखेरि राम्रो फ्रक ल्याइदिनु है जान्छु पनि म बस पनि छुट्ने बेला भइसक्यो बेर हुन्छ ल यसमा 2-4 रोटी छ अनि एक जोर कपडा छ बाटोमा भोग्रा पनि बसमा खाऊ ल कहिले यहाँ म राखिदिन्छु चिन्ता नगर्नु बेला बेलामा चिठी पत्र म पठाउँदै गरिहाल्छु ए जाऊ के गर्नुभयो तिम्रो आशीर्वाद छ ल
अब मैले मेरो छोरालाई कहिले देखिने होला किन पठाउनु पर्यो कि सानो उमेरमा सहरमा अरे शिव तँलाई पनि कति भनिनु पर्ने मैले कि मलाई मात्रै पठाउने रहर छ र अब उहाँ पढाउँछु भनेको छैछ गरे त्यसो त भइहाल्यो नि यहाँ भोकको पेटो बस्नुभन्दा त पठाएको बेस होइन र बिचारा पढाइ पनि छुट्ने भयो हिजो मात्र हेरसर आउनु भएको थियो तपाईँको छोरा राम्रो पढ्छ भनेर भन्नुहुन्थ्यो किन पठाउनु परेको होला सर कैलाश के हो तिमीलाई के सोचिरहेको कैलाश सरी के भनेको तिमीले के सोचिरहेको भनेको नि त्यस्तो केही पनि होइन तिमीलाई हेरेर मलाई केही नसोचिरहेको जस्तो चाहिँ लागेन भन त के भयो अब मसँग नि कुरा लुकाउनुपर्छ तिमीले होइन के पनि भएको छैन कि पछि भने हुन्न हुन्छ जाउँ त्यसो ओ विनोद फुच्चे हिरो के छ तिमीहरूको हालखबर फर्स्ट क्लास दाइ अनि तपाईँ नि ठिकै छ अनि किताब कापी कहिले लिएर दिनु दाइ ल अस्ति भर्खर दिएको होइन कि त्यो पनि आगो बाल्दा बाल्नु सिधा बाला त लाग्नु नि दाइ राति क्या जाडो हुन्छ तर भगवान कसम मैले लेखेर सिधाएको ल तिमीले लेखेर सिधा हो कि के सिधा हो भोलि पर्सि आएर हेर्छु नि अहिले चाहिँ हतार छ ल ल हामी पनि बुझिहाल्छौँ नि कस्तो सुपुचर है सानै उमेरमा पनि धेरै जान्ने भएको छ नि लाइफले यसरी नै सिकाउने त हो नि ए नङले पो गरे रहेछ ए नबाङ हजुरबा मलाई बोलाउनु भयो त्यो बाबु जस्तो लाग्छ क्या म बच्चा जस्तो लाग्छ अबदेखि मलाई नावङ सर भनेर बोलाउने गरेर बुझिस् हस् सर के उडिरहने मैलो भइरहेको छ जुत्ता ल धोइदे बाबु सर पुस्ने गएर हुन्छ हुन्छ सर ए सुन त एक गिलास पानी पनि ल्याइदिए मलाई हुन्छ तल आमाले खाना खान बोलाउनु भएको थियो अहिले आउँछ भन्दैन ए छोरा खाना खान आइज भने मैले आउँछु म एकछिनमा पस्नु न आइहाल्छु नि के भएको होला आऊ न कुरो गर आउँछु भने एकछिनमा आए तपाईँ खाँदै गर्नु न जानु आइहाल न अब ल जानु तपाईँ जानु म आउँछु के भएको होला आजकल यो खाली रिसाउँछ मात्रै ल आइहाल खाना खान ल जानु तपाईँ जानु खानु एउटा कुरा भन्नु थियो मलाई पनि तँलाई थाहा छ त्यो नाउङ छ नि त्यसले फेरि हेर्न पछि अलि तिम्रो ब्याग मलाई देऊ न म आफै राखिहाल्छु नि पर्दैन हजुर आज किन ढिला आफूलाई कति टेन्सन भइसक्यो आज मलाई हिँडेर आउनु मन लागिरहेको थियो अनि बाटोमा आउँदाखेरि डिपार्टमेन्टल स्टोरमा छिरेर मेरो पेन्टिङको लागि पेन्टहरू पनि लिएर आएको त्यो भएर एकछिन ढिला भयो कतिचोटि भन्नु तिमीलाई तिम्रो प्रोग्राम सिद्धिएपछि एकचोटि घरमा फोन गर भनेर फेरि तिमीले जहाँ जानु परे पनि घरमा आएर गाडी लिएर गए त भइहाल्छ नि तिमीले जहाँ भनौ ड्राइभरले त्यहीँ ड्रप गरिदिन्छ आजकल यस्तो नराम्रो जमाना छ यसरी हिँडेको मलाई मन पर्दैन बुझ्यौ प्लिज मम्मी अब फेरि त्यही कुरा सुरु नगर्नु न होइन के हो के भइराखेको छ हाई ड्याड सब ठिक छ छोरी ओहो तिमी यहाँ बसिराखेको अनि जाने होइन आधा घन्टा ढिला भइसक्यो आज पनि पार्टी सरी छोरी हेर न छोड्नै नमिल्ने एकदम इम्पोर्टेन्ट पार्टी परेछ त्यसैले जानै पर्छ अब आउने सैटरडे सन्डे हामी दुवैजना घरै बस्छौँ नि प्रमिस के हो छोरी एकदम जरुरी पार्टी परेर मात्रै जान लागेको नत्र हामी जाँदै जाँदैन थियौँ नरिसाउ न ल अहिले जान्छु है मुना कुकले
अङ्कितालाई राम्ररी खाना खुवाउँछ कि खुवाउँदैन तैँले हेर है। म हेरिहाल्छु नि म्याडम। ल बाई छोरी। ओके पछि भेट्छु तपाईँहरूलाई। बस्न तसँग कुरा गर्नु छ। के बारे भन् त? तिमी पहिला भन न। त्यही त्यो नआउँछ नि त्यसले फोन गरेर पागल बनाउनु लागिसक्यो भनेको। अहिले पनि फोन गर्दा म छैन भन्दिनँ है। त्यो केटा कस्तो छ? कस्तो पनि छैन। तैँले के भन्न लाग्यो भन् त? ए मैले त्यो मेरो क्लासको केटा थियो नि त्यसले आज मलाई डियर मुना आमा कति लेखेकोले नि यहाँ आइपुग्यो बाबु। अनि आज रेकर्डिङ कस्तो भयो? ठिकै भयो। तर किन फेरि आज कुनै अप्ठ्यारो चिठी आयो कि क्या हो? त्यस्तो त केही पनि होइन। एउटा चिठीले चाहिँ मलाई मेरो पुरानो कुराहरूको सम्झना गरायो। तर छोडिदिउँ यो कुरा। एउटा चिठी बारेमा चाहिँ म हिजोदेखि नै सोचिरहेको थिएँ। हुन्छ भने म मत दिउँ? तपाईँ त नि आमा मलाई मत गर्ने। तपाईँ जस्तो जिनियस आमा त कसको छ र? बाबु मस्क लाउनु पर्दैन। अरू समस्या चाहिँ के हो भइहाल्यो न त। कस्तो रहेछ भने एउटा केटालाई चाहिँ जाँचमा जहिले पनि फेल हुन्छु भन्ने चिन्ता लागिरहन्छ अरे क्या। अनि पढ्नु पनि मन लाग्दैन अरे। अब आज पढ्छु भोलि पढ्छु पर्सि पढ्छु भन्दा भन्दै जहिले पनि पछि सार्ने बानी छ अरे। त्यसो गर्दा अनि फेरि जाँच आउनुभन्दा अगाडि पनि पढ्नु मन लाग्दैन अरे। अनि जाँचको 1-2 दिन अगाडि पढ्नु बस्दा यो पढ्ने कि त्यो पढ्ने भनेर मन आत्तिन्छ। अनि पढ्न पनि मन लाग्दैन होला। यसो हुँदा उसको जाँच त बिग्रिन्छ। अनि जाँचदेखि पनि डर लाग्छ होला होइन र? बाबु तिमी एउटा कुरा भन त। यदि तिमीलाई नि यस्तै समस्या परेको भए तिमी चाहिँ के गर्थ्यौ? म बिस्तारै पढ्ने ट्राई गर्थेँ। अब आज 1 घन्टा पढ्यो बानी पर्दै गएपछि फेरि 2 घन्टा पढ्यो यसरी नि त ट्राई गर्थेँ। हो त्यसरी त हुने स्टार्ट गर्ने। अब पहिला जति पटक फेल भयो पनि यस बेला मेहनत गर्यो भने त पक्कै नै पास हुन्छ होइन त? बरु बाबु यो कुरा चाहिँ तिमी कहिले नबिर्सिनु के। यदि तिमी आफूलाई कुनै कुरादेखि डर लाग्छ भने नि त्यो डर हटाउनको लागि सबभन्दा पहिला आफूले जुन कुरा डर लाग्छ त्यही नै गर्न थाल्नुपर्छ। अनि मात्रै जित्न सकिन्छ होइन त? ए हेर त गफ गर्दा यति ढिलो भइसक्यो। बाबुलाई भोक पनि लाग्यो होला। जो खाना बोल्दै है। अंकिता मैया तिमी जे कुरामा नि कस्तो राम्रो छौ अघि। यहाँ कोही नआगला त तैँले मलाई मैया भनेर बोलाउनु पर्दैन नि। त्यही पनि अहिले मसँग कुरा गर्न आइज। मलाई आनन्दले पेन्ट गर्न दे। म पनि तिमी जस्तै हुन पाए हुन्थ्यो। प्लिज मुना एकछिन त चुप लाग। ठिकै छ मैले मुख चलाएको मन पर्दैन भने म अब जिउ चलाएर देखाउँछु। मलाई उडाएर हाँसेको? यस्तो राम्रो डान्स गर्ने मान्छेलाई नि कसैले उडाउँछ होला त? त्यसो भए किन हाँस्नु भएको त? किनभने त खुसी भएको देख्दा मलाई पनि खुसी लाग्छ नि। र नर्मली मान्छेहरू खुसी हुँदा नै हाँस्छन् नि होइन र? मेरो डान्स हाँस उठ्दो लागेर हाँसेको मलाई थाहा छैन। म तँलाई कुनै कुरामा उडाउँछु होला त? ओके म घरकै खानेकुरा लिएर आउँछु। म पनि तसँगै आउँछु। मलाई पनि एकदम भोक लागिसक्यो। ए कैलाश आइज म भन्छस् ए कैलाश दाइले माउ ल्याइदे। ठिकै छ यार।
अनि कहाँ नयाँ के नयाँ आजकल धेरै दिनमा झुल्गी त्यही हो नि नयाँ काम कसो लाग्छ ठिकै छ त्यस्तो राम्रो पनि छैन खतरा पनि छैन जोस् तेरो मोमोको टेस्ट यार पहिला हाम्रो खतरा भएछ क्या एकचोटि मान्छे आएपछि फर्की आउने क्या ल पसलको नाम महल कुरै छैन यार ए साँच्ची झन्डै बिर्सेको तेरो काकाले चिठी छोड्नु भएको थियो ल सब ठिक छ होइन त ठिकै छ यसपालि घर जाँदा सँगै जाउँ भन्नुभएको रहेछ तर त दसैँमा पनि जान पाइहोला जस्तो अर्को पालि जाँदा बुझिस् सँगै जानुपर्छ 1-2 दिन टाइम मिलाने अनि मेरो मामा चाहिँ के गर्ने नि कि त्यो पनि बोकेर जाने हो क्या यो पनि एउटा समस्या है तर पक्न 1 दिन मिलाउन नि ल ल त्यसो भए यो कुरा त्यही बेला गरौँला बरु तेरो पढाइ के छ नि अनि रेवती आन्टीले सन्चै छ ठिक छ यार आमालाई पनि सन्चै छ ए पोस्टमा फुटबल खेल्न जानुपर्छ 1 घन्टा टाइम मिलाइ त्यो त मिलाइहाल्छ नि बरु अरू मोमो खान्छस् कि हुँदैन ए भाइ 1 प्लेट मोमो ल्याइदेऊ ढिलो गरिस् नि फेरि आज के हो बिहान उठ्नै ढिलो हो यार चाँडै सुतेको चाँडै उठ्छ सर जाने हो प्रिन्सिपलले तल आज पनि अब छोड दे यार यस्तो कुरा वास्तै नगर न के हो आँखालाई के को कष्ट हो त्यस्तो नगर ल नगर म चुला प्रब्लम सल्भ हुन्छ उनीहरू त चुला दिन्थ्यो नि हुँदैन र पो त इरिटेट नगर न यार च्यान दिने कुरा गरेर चाहिँ यहाँ इरिटेट हुने त मुटु दुख्यो यार तँलाई त यार ड्रामा कम्पनी हो भन्नुपर्ने हो त्यो चाहिँ आजको गरी हुन्छ यार जहाँ गयो नि त अरू मसँगै हो तेरो साथ छोड्नेवाला छैन तैँले नि छोड्नु सक्दैनस् मेरो साथ अहिले जोइन हामीलाई देखेर अचम्म लाग्यो होला होइन
हामीहरू काठमाडौँको नयाँ साथी हौँ। तपाईँहरूको साथी बन्न आएको। तर त्यसको लागि हामीलाई तपाईँहरूको साथ चाहिन्छ, शुभकामना चाहिन्छ र माया चाहिन्छ। त्यति मात्र कहाँ हो र? We need your suggestions and comments as well. आजको पहिलो भाग यहाँलाई कस्तो लाग्यो? हामीलाई लेखी पठाउनुहोस्, त्यसको लागि हाम्रो ठेगाना छ कार्यक्रम काठमाडौँ, PO Box नम्बर 1187 काठमाडौँ नेपाल। र हाम्रो इमेल एड्रेस हो catmandu03@yahoo.com। आँखाभरि सपना के गर्ने पाखुरीमा जोस छ, नाम कमाई गर्व गर्ने केही काम गर्नु छ, गर त्यही साथ तिमी गर्ने जे मनमा छ, अर्को पछि लाग्न छोड, विश्वास तिमी भित्रै छ। Kathmandu. गरे आफैमाथि विश्वास चाहनाले चुनेछ आकाश, जिन्दगी यो हाम्रो एक दिन हाम्रै इसारामा चल्छ।